यो केक काटेपछि त त्यो एकदम उ बोल्नु पर्छ नि फेरि सिकाएको तल उठ्याउ तल एउटामा बाल्न अर्कोमा जस्तो हुन्छ कि एउटापट्टि हो यो रिजन त खत्तम रहेछ त मुखबाट हक्छस् र त्यो उल्टो लाग्यो यता हट्याउ फेरि त्यो नगर नि त्यतै हो के वहाँ छिरा आएर अर्कोपट्टि चाहिँ यो खाली मात्रै बाल्नु अरे ल यस्तरी यस्तो यहाँ गर क्लास ए तोरीको तिमीहरूको चाहिँ के गर्ला यहाँ यहाँ यस्तो जोड ठाउ न तल गर ओराउन मन्टो पार न तेरो बर्थडेको नजिक नजिक चुप भयो ह्यापी बर्थडे टु यु माथि गएर माथि ल अब काट बिस्तारै खोइ चक्छु ओइ खोइ भने कि ह्याप्पी बर्थडे ल अब सानो सानो बनाएर काटौ काट सानो सानो बनाएर ल भयो बाबु अब यतापट्टि दुई हातले लाइटर यहाँ छ पर्दा मम्मीलाई खुवाइदेऊ मम्मीलाई खुवाइदेऊ यस्तरी झिक यो 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 यस्तरी झिक न झिक यो मम्मीलाई खुवाइदेऊ मम्मीलाई खुवाइदेऊ पखाइ 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 यता त भिडियो भयो अब ठुलो मम्मीलाई खुवाइदेऊ यतापट्टि छ यहाँनिर छ लु त्यो ठुलो मम्मीलाई खुवाइदेऊ ठुलो मम्मी उता पखाइ केटाकेटी हो सागा दादालाई खुवाइदेऊ यो यो मैले खानुपर्ने यत्रो ल अब तिम्रो साथीहरूलाई देऊ कपी जातो भने मान्छे पनि च्यातिन्छ देऊ त ल रिजन ल देऊ एक एकवटा साथीलाई देऊ ल छिटो एकजना लिइहाल ल छिटो लियो भाटा ल्याऊ है